सबैलाई नमस्कार। मेरो नाम अनिता कुमार, म बस्छु मध्यबिन्दु 6 प्राणीमा। हामीले तरकारी खेती गर्न लागेको 6-7 वर्ष भइसक्यो। अनि हामीले तरकारी खेती गर्दा हामीले सिजन अनुसारको मौसम अनुसारको तरकारी खेती लाइन्छ। करेला, किरमला, टमाटर, खुर्सानी सबै थोक लाइन्छ। अहिले चाहिँ हामीले फर्सी लगाइएको छ मौसम अनुसार। अनि सम्मबाट थोरै लगानी लिएर हामीले तरकारी खेती पनि गरिरहेछौँ। हामीलाई मिसहरू आएर 5 रुपियाँ बचत गरेर अनि हामीले बिस्तारै 20 रुपियाँ गरी 100 रुपियाँ बचत गर्न थाल्यौँ। मिस नौप्रतिभाले बचत गर्न सिकाउनु भयो। सिकाएपछि नौप्रतिभाले ऋण खाएर हामीले तरकारी खेती बिस्तारै लोन खाएर तरकारी खेती गर्न पनि सकियो। हामी सम्म चाहिँ आमा सबै मिसहरू आउनु भएर सम्ममा सबैलाई मान्छे जुट गराएर सम्ममा 5 रुपियाँ राखेर बचत गरेर हामी सम्म बसेका हौँ 5 रुपियाँदेखि। अनि पछि हामीले बिस्तारै गर्दा 31 जना बनायौँ सम्ममा। 31 जना भएपछि अहिले त हामी 31 जना छैनौँ सम्ममा। 31 जना बनाएर सम्म बसेका थियौँ। सम्म बसेर हामीले 5 रुपियाँदेखिबाट 20 रुपियाँ बचत गरेर अहिले हामीले 100 रुपियाँ बचत गर्छौँ। सम्मबाट लगानी लिएर सबै तरकारी खेतीहरू पनि गरिन्छ। अनि मिसहरूले पनि सल्लाह सुझाव दिएर बिस्तारै गर्नुहोस्, लगानी लिनुहोस् भन्नुभयो। त्यसपछि त्यहीँबाट हामीले लगानी लिएर थोरै गरी तरकारी खेती सिजनको तरकारी खेती गर्न सक्यौँ।